चौथो साधारण सभा सुरु हुन गइरहेको छ र सर्वप्रथम म रिमाल समाजको बारेमा अलिकति एउटा गयात्मक रूपमा अथवा पद्यात्मक रूपमा के हो यो मानिसहरूको समूह छ, के हो यो मानिसहरूको समूह छ, समन्वय र सामिप्यताको कुरा छ, समन्वय र सामिप्यताको कुरा छ, उन्नत समाजको निर्माण गर्ने उत्कृष्ट अभिलाषा छ, निर्भीक र स्वाभिमानका साथ अघि बढ्दैछ, निर्भीक र स्वाभिमानका साथ अघि बढ्दैछ, सम्पूर्ण बन्धुहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्दैछ। त्यो त्यही हो रिमाल समाज, त्यो त्यही हो रिमाल समाज। नमस्कार, म लेखनाथ रिमाल मोरङबाट मलाई आज कार्यक्रम सञ्चालन गर्नका निमित्त जिम्मा दिनुभएको छ। यो रिमाल समाजको चौथो साधारण सभालाई अब हामी सुरु हुन गइरहेको छ। यसलाई औपचारिकता दिनका निमित्त म रिमाल समाजका हालका अध्यक्ष गौरीनाथ रिमाललाई सभापतित्व ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। रिमाल समाज आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र आसन ग्रहणको क्रममा संरक्षकहरू डाक्टर रामरतन रिमाल यहाँ मञ्चमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। निर्मलेन्द्रनाथ रिमाल यहाँ मञ्चमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। सल्लाहकार अरविन्द रिमाल, लक्ष्मण प्रसाद रिमाल, हरिप्रसाद रिमाल, निर्मल कुमार रिमाल यहाँ मञ्चमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणपछि हाम्रो सूचना पनि छ। आजीवन सदस्य नलिनुहुने आदरणीय हाम्रो केन्द्रीय समितिका साथीहरू हुनुहुन्छ भने उहाँहरूलाई आजीवन सदस्य लिइदिनु हुन हार्दिक अनुरोध गर्दछु। उपाध्यक्ष डाक्टर डिराम रिमालज्यूलाई हार्दिक अनुरोध गर्दछु। साथै उहाँले भर्खरै पिएचडी गर्नुभएको हुनाले रिमाल समाजको तर्फबाट हार्दिक बधाई समेत ज्ञापन गर्दछु। सबभन्दा पहिले म सम्पूर्ण महानुभावहरूलाई, सम्पूर्ण रिमाल समाजका अग्रज सहकर्मी र भाइ बहिनीहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। वास्तवमा हामी अहिले चौथो साधारण सभा, चौथो वर्षको कार्यक्रम मनाउन गइरहेका छौँ। यसभन्दा अगाडि हामीले 3टा साधारण सभाका कार्यक्रमहरू सम्पन्न गऱ्यौँ। त्यसभन्दा पहिले पनि हामीले खास गरी छत्रपतिज्यूको जुन एउटा अथक प्रयत्न हो, त्यो प्रयत्नपछि हामीले रिमालहरू कहाँ हुनुहुन्छ, के अवस्था छ भनेर एउटा वंशावली निर्माण गर्ने प्रयत्न हामीले गरेका थियौँ। त्यो प्रयत्न स्वरूप रिमाल वंशावली आयो। त्यसपछि अब रिमाल वंशावलीको संशोधन र रिमाल समाजले गर्ने थप कार्यहरू अघि बढाउने उद्देश्यले हामीले रिमाल समाजको गठन गर्यौँ। यो चौथो वर्षमा हामी रिमाल समाजको कार्यक्रममा उपस्थित भएका छौँ। यो कार्यक्रमको उपस्थितिको अवसरमा
सबभन्दा पहिले मञ्चमा रहनुभएका सम्पूर्ण अग्रज मेरा आदरणीय बन्धुहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु र विभिन्न देशका मेची महाकालीका कुना कुनाबाट पाल्नुभएका सम्पूर्ण रिमाल बन्धुहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। सब कार्यक्रमहरू अघि बढाउन हामी गइरहेका छौँ। यी कार्यक्रमहरूमा सबैको सहयोग, सद्भाव, मनसा कर्मसा त्यसले चाहिँ थप योगदान गर्नेछ, अघि बढ्नलाई मद्दत मिल्नेछ र सबैले सहयोग गर्नुहुनेछ भन्ने आशा अभिलाषाका साथ हामी म पुनः स्वागत गर्दै स्वागतका सानो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। मन्तव्यको क्रममा हाम्रा कार्य समितिका अध्यक्ष गौरीनाथ रिमालज्यूलाई आफ्ना कुराहरू राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मेरो अग्रजहरू, बहिनीहरू, भाइहरू, सादर प्रणाम। प्रत्येक राम्रो कामको पछि भन्ने कुरा अगाडि त स्वागतको हैसियत अब सबैले स्वागतै गर्नु पऱ्यो अहिले पनि, किनभने लास्टमा फेरि बोल्नु छ। रिमाल समाजको काम भएको बारेमा मेरो भन्दा अगाडिको वक्ताले बताइसक्नु भएको छ उद्देश्य र हामीले के गर्न लागिराखेका छौँ भन्ने कुराहरू। आज यहाँ हाम्रो सबै नेपालका विभिन्न जिल्लाहरूबाट आउनुभएका दाजुभाइहरूलाई स्वागत गर्नु पर्दाखेरि पनि खुसी लागेको छ र बिस्तारै बिस्तारै हामीले हाम्रो नेटवर्क बढाएर लिएर जाँदैछौँ। यो हाम्रो आजभोलिको सोसियल उसले गर्दाखेरि, फेसबुकले उसले आदिले गर्दाखेरि नेपाल बाहिर विदेशमा बस्नेहरूले पनि तुरुन्त थाहा पाउँदो रहेछन्। गएको वर्षको हाम्रो जुन समारोहहरू भएको थियो, सबभन्दा पहिले त मलाई जानकारी आउँछ त्यो तस्बिरको हामीभन्दा अगाडि अमेरिका बस्नेहरूले हेर्न पाए र उनीहरूले यहाँ पठाए। त्यो मलाई लाग्छ अहिले पनि अब त्यस्तै होला भन्ने सम्झिन्छु। यो सोसियल मिडियाले राम्रो काम गरिराखेको छ। अब हामीले इच्छा गरे जति त सबै कार्यहरू हामीले गर्न सायद सकेका छैनौँ होला। यति इम्प्रेस केमा परेको थियो भने भारतमा पार्सीहरूको एकदम सानो समाज छ। 1 लाख पनि पार्सीहरू अहिले छैन। पहिले बरु धेरै थिए, धेरै माइग्रेट गरे के भयो, तर पार्सी पञ्चायत 100-150 वर्ष अगाडि 200 वर्ष अगाडि गठन भएको रहेछ र पार्सीहरू त्यति थोरै भए पनि उनीहरूले इम्प्रेसिभ काम गरेका छन्। भारतमा फिल्ड मार्सलदेखि लिएर कुनै यस्तो फिल्ड छैन जहाँ पार्सीहरू छैनन्। त्यसै कारणले अब हामीले उद्देश्य त अघि बताइसक्नु भएको छ मभन्दा पूर्व वक्ताले। रिमालहरूले पनि कमसेकम लिड रोल पहिले हिस्ट्री राम्रै छ रिमालहरूको। मैले दिनेश राज पन्तलाई मेन्सन गरेर हाम्रो वंशावलीमा छापिया छ। अहिले फेरि निस्केछ नयाँ एडिसन पृथ्वीनारायण शाहको। अब मैसँग छ त्यो तालिबान भनेर जुन मेन्सन गरिएको छ त्यो किताब मेरो हातमा परेको छ। त्यसै कारणले म रिमाल समाजलाई त्यो उपलब्ध गराइदिनु होला जस्तो लागेको छ। रिसेन्टली मैले पाएको छु। अहिले फेरि रिसेन्टली भाइले के मसँग कुरा भइरहेको छ भने उनले त्यो डिएनए टेस्टिङको प्रोजेक्ट सुरु गराएको छ। आफ्ना चिना जानेका नेपालीहरूलाई टेस्ट गराउने। जस्तो एउटा इक्जाम्पल म अहिले दिउँ। उनले रिक्वेस्ट गरे कि हाम्रो पाल्पाको नेपाली हाम्रो साइनो पनि पर्छन्, पोषणनाथ नेपाल छन्, उनी सचिव थिए पहिले, इन्जिनियर हुन्। पोषणजीलाई रिक्वेस्ट गर्दैछन् कि उनको छोराहरू अमेरिकामा छन्, छोरीहरू, उनीहरूको टेस्ट गरेर हेऱ्यो भने भिएस नेपालको टेस्ट गरेर हेरौँ। अब पहिले पाल्पाको राज्य गोरखपुरसम्म थियो, भिएस नेपालको घर गोरखपुरमा छ। उनले नोबेल प्राइज पाएपछि बल्ल हामी गोर्खा रिलेसन उनले एडमिट गरे। पहिले मैले यो कुरा भन्दाखेरि सबैजना हाँस्थे। त्यो कुरा मलाई एकजना पूर्व दरबारको सचिवले भने तपाईँले त 30 वर्ष भनेमा सहयोग छ भनेर भने। त्यसै कारणले यो धेरै कुरा आखिर त के रहेछ भने मान्छेको सभ्यता 1 मिलियन इयर्स भइसक्यो, 10 लाख वर्ष करिबमा मान्छे सिर्जना भयो भनेदेखि हामीले इतिहास हामीले लेखिरहेको छौँ कि 100 वर्षको, 1000 वर्षको, 2000 वर्षको, 200 वर्षको। अब हाम्रो खास गरिकन हाम्रो वंशावली 800 वर्षको रेकर्ड हामीसँग मोरले फेला परेको छ। त्योभन्दा अगाडिको थाहा छैन। अब यो टेस्टले त झन् माता पार्वती देवी पितादेव भुवनेश्वर भन्दामा शिवतेश्वर स्वदेशो भुवन ट्रेन त्यही हुने आश गरौँ र हाम्रो त्यो बसिरहेको कुटुम्बमा कम हो। त्यसलाई यसले झन् आजीवन सदस्यता वितरण गर्दैछौँ। अब आजीवन सदस्यता वितरण गरिदिनु हुन म कार्य समितिका अध्यक्ष
गौरनाथ रिमालज्यूलाई हार्दिक अनुरोध गर्दछु। ब्रह्म रिमाल, घनश्याम रिमाल, लमजुङ रिमाल, ईश्वरी रिमाल, ज्येष्ठ रिमालमा लक्ष्मण प्रसाद रिमाल हुनुहुन्छ। नेपाल सरकारको सङ्गठित गर्नका निम्ति पढाएर सम्मान गरिदिनु। रिमालको छोरा तपाईँ लक्ष्मण प्रसाद यो सम्मान पत्रद्वारा उहाँको कोही प्रतिनिधि मलाई आज यो रिमाल समाजको यो कार्यक्रममा उपस्थित हुन पाउँदा अत्यन्तै खुसी लागेको छ। हामी झापामा पनि यसरी नै सङ्गठित भएर हाम्रा कार्यक्रमहरू अघि बढाइरहेका छौँ र 2 वर्ष अगाडि मङ्सिरमा हाम्रा आदरणीय डेलीराम रिमालज्यू, रवि रिमालज्यू, सुरेश रिमालज्यू लगायतको उपस्थितिमा हामीले त्यहाँ पनि एउटा कमिटी निर्माण गरेका छौँ र त्यस कमिटीले आफ्ना कार्यक्रमहरू गरिरहेको छ। विशेषतः हामीले मरुमराउ पर्दाखेरि हामी त्यस क्षेत्रमा रहेका रिमालहरूकामा हामी समवेदना लिएर हाम्रो समिति जाने गरेको छ र भर्खरै मात्र त्यहाँका अत्यन्तै दयनीय अवस्था भएका रिमालहरू, एकजना रिमालको देहावसान हुँदाखेरि हाम्रो रिमाल समाजले आर्थिक सहयोग समेत त्यहाँ गरेको थियो र अहिले हामी लगभग 100 जना सदस्यहरू त्यहाँ सङ्गठित भइसकेका छौँ। हामीले यहाँ काठमाडौँमा रिमाल समाजले आजीवन सदस्यताका लागि रु 5000 लिएको रहेछ। हामीले यहाँ काठमाडौँको समितिसँग नेगोसिएट नभइकन हामीले 2500 रुपियाँ पैसा उठाएका थियौँ र केही समयपछि अब म यहाँका अग्रजहरूसँग त्यस बारेमा पनि छलफल गर्नेछु। किनभने अब उहाँ हामीले अलिकति ग्रामीण एरिया 5000 रुपियाँ दिएर आजीवन सदस्यता लिन सक्नुहुन्छ या सक्नुहुन्न भनेर हामीले त्यसपाला 2500 रुपियाँ लिएका थियौँ र हामीसँग अहिले हाम्रो कोर्समा लगभग 1,60,000 रुपियाँ पैसा जम्मा भएको छ। त्यससँग अहिले हाम्रो कोर्समा रिमाल उहाँले एउटा प्रतिवेदनै पूर्वाञ्चलको प्रतिवेदनै जस्तो पेश गर्नुभयो। पछि हामी पूर्व मेचीदेखि पश्चिम महाकालीका रिमालहरूलाई एक ठाउँमा उभ्याउन अथक प्रयास गरेर त्यसै दौरानमा आफ्नो जीवनलाई आहुति दिने स्वर्गीय पण्डित छवि रमण रिमालज्यूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ। र हामी रिमाल कसरी भयौँ र आज हामी कहाँ कति जिल्लाबाट कति हुँदै के हाम्रो चिनारी हो भन्ने कुरामा म सानो एउटा जानकारी यहाँ निवेदन टक्राउन चाहन्छु। बर्माका मानसपुत्र आदिपुरुष अत्रि ऋषिको 113औं पुस्ताका जोगानन्द हालको अछाम जिल्लाको गोयला पानी आई बसे। यिनी जोगानन्दका सुपुत्र जयदेव भोला नै प्रथम रिमाल हुन्। यिनी गोयला पानीबाट रोल जोगी डाँडा हुँदै सेरा गए, सेराबाट रिमा गएर बसेको हुनाले उनको खलकबाट रिमाल थल लेख्न सुरु भएको रिमाल बौठाबारीमा छ। गौरवान क्षेत्र पूर्व मेचीदेखि पश्चिम महाकालीका रिमाल र त्यस्तै गरी अहिले वर्तमान अवस्थामा हाम्रो पुर्खाहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यसरी बृहत रूपमा विस्तार हुँदै यस्ता हाम्रा विभूति यस्ता रत्नहरू जन्मिएको कुलमा हाम्रा पूर्वजहरू अगतिमा नै प्राप्त गरेर स्वर्ग हुनुभएका हाम्रा शेर्पाल भट्ट बाजेको निधन भएको ठाउँमा अहिले हामी सहस्रलिङ्ग शेर्पाल भट्ट कुले देवता भनेर अनन्त चतुर्दशीको दिनमा पूजा गरिरहेका छौँ। त्यसैले हामी मेची महाकालीका सम्पूर्ण रिमाल बन्धुहरू मिलेर एउटा हाम्रो जन्मस्थल र पूर्वजहरूको जन्मस्थल भएको छ त्यस ठाउँमा कुलदेवताको मन्दिर निर्माण गरेर त्यहाँ हाम्रो कुलदेवताको पितृ उद्धार महायज्ञ गर्नु अति नितान्त आवश्यक ठानेको छ।
धन्यवाद रामप्रसाद रिमालज्यूलाई। हामी एकताबद्ध हुँदै आर्थिक रूपमा सबल हुँदै सक्षम हुँदै हामी अघि बढ्नुपर्छ भन्ने धारणा राखेर उहाँ जानुभयो। यहाँ एउटा सूचना पनि आज कोही सदस्यहरू आजीवन सदस्य हुन इच्छा राख्नुभएको छ भने आजीवन सदस्य समेत वितरण गरिँदैछ। दैलेखबाट रत्नप्रसाद रिमाललाई आफ्नो कुराहरू राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मलाई लाग्छ म रत्नप्रसाद शर्मा भनेर लेख्छु, मेरो अग्रजहरूले पनि शर्मा लेख्नुहुन्थ्यो, बाबु बाजेहरूले जयसिंह उपाध्याय लेख्नुहुन्थ्यो। अनि हामीले पछि के भन्यौँ भने हाम्रो वंश नै नाश हुने जस्तो देखियो। शर्मा भने बनारसको शर्मा हो कि महाराष्ट्रको शर्मा हो कि कहाँको शर्मा हो, हाम्रो भाइ बहिनीहरूलाई हाम्रो छोराछोरीहरूलाई रिमाल लेख्नुपर्छ भन्ने एउटा प्रेरणा गऱ्यौँ। त्यसै अन्तर्गत हाम्रो दैलेखमा रहेका 40 घरधुरी यो समाजसँग ओझेलमा परेका थिए। योचोटि हामीले साधारण सभा गरी 60 सदस्यीय एउटा कार्य समिति बनाएका छौँ। अब त्यो दैलेखका 60-70 घर रिमाल घरधुरी पनि योसँग संलग्न रहनेछन् र नाता नजिक भएर गाँसिनेछ भन्ने आशा राखेको छु। मलाई लाग्छ हरेक सेवा समाजमा आबद्ध हुन पाउनेले 100 रुपियाँसम्मको सेवा शुल्क मानव एउटा नाता धागो र जाने फुलको सम्बन्ध गाँसोस् भन्ने आशा राखेको छु। राख्दै र विजयादशमीको नेपाल अधिराज्यभरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका नेपाली रिमाल बन्धुहरूको उत्तरोत्तर प्रगति र प्रगतिको कामना का साथ म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। ईश्वरी प्रसाद रिमालज्यूलाई हार्दिक अनुरोध गर्छु, मञ्चमा आउनु। हजुर, उद्घोषकजीले मलाई कुनै पूर्व तयारी बिना नै बोलाइदिनु भयो र यसमा उहाँलाई म धन्यवादै दिन्छु भन्नुपर्छ। हामीले यो रिमाल समाजकै चाहिँ मतलब विकास क्रममा 8-10 वर्ष 15-20 वर्ष पहिलादेखि नै कुराकानी गरे पनि हामी कार्यक्रमको रूपमा आउनलाई धेरै वर्ष लागेको थियो। हामी अलिकति समय भयो र यसमा सबभन्दा बढी हाम्रो समाजलाई एकत्रित गरेमा हाम्रो यो श्रद्धेय स्वर्गीय हुनुभयो छवि रमणजीको चाहिँ सबभन्दा ठुलो योगदान थियो। उहाँले चाहिँ नगरेको भएदेखि यति छिटै हामी यो रूपमा आउनलाई अथवा हामीले जुन समाजले एउटा वंशावली तयार गर्यो त्यो अवस्था अथवा वंशावली तयार गर्नलाई हामीलाई धेरै गाह्रो पर्थ्यो। उहाँले पुसको ठन्डीमा एउटा कथा जस्तै छ हाम्रो उहाँको जिन्दगी हेऱ्यो भनेदेखि जसरी प्राचीन कालमा चाहिँ तपस्वीहरूले चाहिँ ठन्डीमा चाहिँ हिमालमा गएर चाहिँ तपस्या गर्ने अनि गर्मीमा पाञ्चाङ्गी तापेर गर्ने भने जस्तै उहाँले ठन्डीका दिनहरूमा हाम्रा रिमाल समाजमा आउँदाखेरिमा हामीले केही दिएका चिजहरू लाउने चिजहरू पनि त्यागेर उहाँले यो समाजको लागि गर्नुभएको छ। त्यत्तिकै त्यागी अब हामी त हुन सक्दैनौँ होला, उहाँले जुन किसिमको त्याग गर्नुभयो तैपनि हामीले समाजमा बसेर आफ्नो तरिकाबाट के कति सहयोग गर्न सकिन्छ त्यो गर्नुपर्छ हामी सबैले भन्ने मेरो एउटा आग्रह हो। र अब जिल्लामा सङ्गठन विस्तार गर्ने क्रममा नुवाकोटमा पनि सङ्गठन थिएन, त यो हामीले यसै वर्षको यो चाहिँ नयाँ वर्षको शुभारम्भको उपलक्ष्यमा एउटा डिनर प्रोग्राम थियो। त्यसैमा हामीले चाहिँ सङ्गठनको एउटा चाहिँ मतलब ढाँचा तयार गरेर दिएका छौँ र यसको हाम्रो पनि त्यहाँ चाहिँ एउटा समाजको हिसाबले केही कार्यक्रमहरू भइरहेको छ। धन्यवाद। म लमजुङका अध्यक्ष एमआर रिमाललाई आफ्ना मन्तव्य राखिदिनु हुन अनुरोध गर्छु। जोड्नेमा पनि मेरो जमर्को रहेको छ र म चाहिँ एकदम के भन्छ रिमालहरूको पनि अब कान्छो अथवा चाहिँ नजानेको अवस्थाको मान्छे। विगत वर्षमा मात्रै म यो समाजसँग आबद्धित रहेर सुरुमै आजीवन सदस्य बनेर यस रिमाल समाजमा नजिकै नै आफू चाहिँ प्रयासरत रहेको अवस्था हो र यसमा मैले लमजुङको तर्फबाट आफूले जुन इजाजत पाएको मितिदेखि वर्तमान समयसम्म भएका गतिविधिहरू पनि मैले यहाँ लिखित रूपमा ल्याएको छु। यसलाई पनि अब ठिक बेठी के छ हाम्रो रिमाल समाज केन्द्रीय कार्य समितिले छुट्याउने नै छ। यस रिमाल समाज केन्द्रीय कार्य समितिको आयोजनामा हुन गइरहेको 4थो साधारण सभाका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र विभिन्न तह र तबकाबाट प्रतिनिधित्व गर्नुहुने अतिथिगण, केन्द्रीय समितिका वर्तमान तथा भूपू पदाधिकारीज्यूहरू, सम्मानित महोदय, यस शाखा कार्य समिति लमजुङले विगत वर्षदेखि हालसम्म गरेको कार्यहरूको बेहोरा अवगत गर्न
अनुमति चाहन्छु। नम्बर 1, जिल्लाभरि छरिएर रहेका रिमाल वंशका बस्तीहरूको खोजी गर्ने कार्य तदारुपका साथ अगाडि बढिरहेको छ। नम्बर 2 मा 90 वर्ष र सोभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूको खोजी भइरहेको अवस्थामा जुन लमजुङबाट बलबहादुर रिमाल, ललितबहादुर रिमाल, सन्तबहादुर रिमाललाई सम्मान कार्यको लागि सिफारिस गरे पठाइएको थियो विगत वर्षमा। उहाँहरू चाहिँ एकजना अहिले दिवंगत भइसक्नु भएको छ। उहाँप्रति हामीले अब दुःखित अवस्थामा हामी छौँ। बलबहादुर रिमालको निधन भएको छ। यसरी बलबहादुर रिमाल, ललितबहादुर रिमाल काठमाडौँ आउनुभएको थियो भने उहाँहरू सन्तबहादुर रिमाल आउन नसकेपछि उहाँलाई जिल्लामै लगेर हामीले कार्यक्रम बनाएर सम्मान गरेका छौँ विगतमा। अहिले पनि हाम्रो मङ्गली रिमाल आउन सक्नु भएको छैन। हामीले प्रमाणपत्र बुझेर उहाँलाई कार्यक्रमको साथ उहाँलाई सम्मान संस्थागत विद्यालयका एकजना रिमालका छोराछोरीहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम छ। पुरस्कार चाहिँ हाम्रो निर्मल कुमार रिमाल र निरा रिमालबाट निर्मल निरा शैक्षिक पुरस्कार भनेर उहाँहरूले रिमाल समाजलाई 1 लाख रुपियाँ दिनुभएको छ। त्यसैको ब्याजबाट हामीले नगद 5000 पुरस्कार सहित सम्मान पत्र हामी दिँदैछौँ। यसको लागि उहाँहरूलाई साह्रै धन्यवाद दिन्छु। त्यसपछि म निरा रिमाललाई यहाँ मञ्चमा आउनु हुन अनुरोध गर्छु। विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने रिमाल परिवारबाट स्वर्णिम रिमाललाई म यहाँ मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। रिमाललाई म यहाँ मञ्चमा बोलाउँछु। उहाँलाई सम्मान गरिदिनु हुनका निमित्त शिक्षा मन्त्रालयका सहसचिव डाक्टर दिल्लीराम रिमालज्यूलाई यहाँ मञ्चमा बोलाउँदछु। हस्त जयेन्द्र रिमालज्यूलाई वार्षिक प्रतिवेदन र व्ययको विवरणमा योभन्दा अघिल्लो वर्ष गरिएको साधारण सभा हल भाडा 9000 रुपियाँ, वार्षिक साधारण सभा खर्च 26400, बैंक कर 1470 रुपियाँ 54 पैसा, सम्मान पत्र र अन्य खर्च 18361 रुपियाँ, त्यस वेबसाइट नवीकरण 5000, स्टेसनरी खर्च 2655, कार्यालय भाडा 8400, जम्मा खर्च 71286 रुपियाँ 54 पैसा। यस वर्ष गएको वर्षको बचत 57551 रुपियाँ 11 पैसा। र अन्त्यमा बैंक मौजादबारे म छोटो विवरण पेश गर्न गइरहेको छु। प्रुडेन्सियल फाइनेन्समा 69509 रुपियाँ 41 पैसा, आड बहुउद्देश्य सहकारी संस्थामा 28500, माई इन्भेस्टमेन्टमा 2 लाख रुपियाँ गरेर हामीसँग अहिले नगद मौजाद, बैंक मौजाद 2,98,009 रुपियाँ 41 पैसा रहेको छ। धन्यवाद। धन्यवाद कोषाध्यक्ष जयेन्द्र रिमाल। अब यसपछि हाम्रो सचिवले एउटा प्रतिवेदन पेश गर्दै हुनुहुन्छ हाम्रो, र यसमा विधान संशोधन हामीले केही विधानहरू पनि संशोधन गरेका थियौँ। त्यो यस रिमाल समाजको चौथो साधारण सभाको प्रमुख अतिथिज्यू र यस कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनु हुने हाम्रा अग्रज बन्धुहरू, उपस्थित बुवा आमा दिदीबहिनी भाउजूहरू र सबैमा मेरो नमस्कार। म रवि रिमाल समाजको सचिव। आज मलाई यो रिमाल समाजको चौथो साधारण सभामा चौथो पटकसम्म पनि वार्षिक प्रतिवेदन पढिरहँदा र तपाईँले पास गराइरहनु हुँदाखेरि एकदमै खुसी लागेको छ। र यो म आफ्नो प्रतिवेदन पढ्छु र केही सुधारहरू भए तपाईँहरूबाट सुधारहरूको आशा पनि राख्छु र केही आगामी कार्ययोजनाहरू पनि प्रस्तुत गर्छु। र आगामी कार्ययोजनाहरूमा पनि तपाईँहरूले अवश्य पनि रिमाल समाजलाई अगाडि बढाउनको लागि मद्दत गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। लामो समयको अन्तरालबाट हाम्रो वंशावली सङ्कलनकर्ता स्वर्गीय छवि रमण उपाध्याय रिमालद्वारा सङ्कलित देश तथा विदेशमा रहनुभएका रिमालहरूको विवरण
वंशावली 2058 सालमा प्रकाशित भएको कुरा यहाँहरू सबैलाई अवगतै छ। उक्त समयमा देशका विभिन्न स्थानहरूबाट प्रतिनिधित्व गरी अध्यक्ष श्री भोगेन्द्रनाथ स्वर्गीय श्री भोगेन्द्रनाथ रिमालको अध्यक्षतामा गठित रिमाल वंशावली प्रकाशन समिति गठन भई उक्त समितिले नै हाम्रो रिमाल वंशावली प्रकाशित गरेको हो र यो रिमाल समाज गठन हुने मुख्य आधार भनेकै सोही कार्य समिति अथवा वंशावली प्रकाशन समितिको निरन्तरता भनेको यो रिमाल समाज हो। यो अलग होइन र पृथक पनि होइन, उहाँहरू नै यही रिमाल समाजभित्रै नै हुनुहुन्छ। कतिपय ठाउँमा मैले धेरै कुराहरू गर्छु, धेरै कुराहरू गर्दाखेरिको मेरो अनुभवले मात्रै मैले यो भन्न बाध्य भएको हुँ, किनभने हामी नै हो है रिमाल भनेको त तपाईँहरू कहाँ 2-3टा चाहिँ गठन गर्नुहुन्छ भन्ने चाहिँ कुराहरू पनि आइरहेको छ। तपाईँहरू सबभन्दा बढी डाटाहरू हामीसँग छ भनेर चाहिँ मलाई बेला बेलामा कुरा गर्नुहुन्छ, मलाई अलिकति चित्त पनि दुख्छ। खासै सम्पूर्ण कार्य गर्ने भनेको समिति यही नै हो र रिमालहरूको संस्था एउटै मात्रै छ, त्यो रिमाल समाज नै हो र यो रिमाल समाज गठन हुने मुख्य आधार भनेको यही नै हो र यसैको निरन्तरता हो। म फेरि एकपटक दोहोऱ्याउन चाहन्छु, तत्कालीन समितिले सम्बन्धित निकायमा दर्ता गरी वैधानिक तवरले समयअनुसार वैधानिक प्रविधि अनुसार रिमालहरूको अभिलेख चुस्त दुरुस्त राख्ने भन्ने भावना अनुसार नै रिमाल वंशावली प्रकाशन समितिको नामबाट भइरहेको सम्पूर्ण कार्यहरूलाई रिमाल समाजको नामाकरण गरी जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष 2067-68 मा दर्ता नम्बर 744 जीविस 767 समाज कल्याण परिषदमा आबद्धता 31815 र पान नम्बर 30496051 मा दर्ता गरी उक्त समयमा अधुरा रहेका कार्यहरूलाई पुरा गर्ने बाटोतर्फ अगाडि बढेको छ, जसको पहल स्वरूप आज हामी यहाँ भेला भएका छौँ। जस अनुरूप रिमाल समाजको यो हाम्रो 14औं वर्षको कार्यकालभित्र हामीले केही अलिकति डिजिटल प्रणालीतिर पनि हामी उन्मुख भएका थियौँ, जस अनुसार rimalsociety.org.np र rimalsociety.com.np मार्फत हाम्रा हरेक सूचनाहरू हामीले प्रवाह गरिरहेका छौँ र आज पनि यो सबै सूचनाहरू जहाँसम्म मलाई लाग्छ मैले कसैलाई पनि फोन गरिनँ होला आज रिमाल समाजको साधारण सभा छ भनेर, मेरोमा दिएका पनि छैनौँ र रेडियो अथवा टेलिभिजनमा दिएका पनि छैनौँ यो कुराहरू, किनभने हाम्रो आफ्नै सञ्चार माध्यम छ भने त्यसलाई नै हामीले उपभोग गर्नुपर्छ र त्यही अनुसार हामीले वंशावलीका अधिकांश कुराहरू पनि हाम्रो वेबसाइटमा राखिसकिएको छ। बाँकी कुराहरू राख्नको लागि पहल भइरहेको छ। वंशावलीलाई पूर्णता दिनु रहेको र सो अनुसार रिमाल समाजले तयार पारेको फारम अनुसार विवरणहरू प्राप्त हुन नसकिरहेको अवस्थामा यो वर्ष शाखा भइसकेका जिल्लाहरूमा र शाखा कार्यालयहरूलाई अझ सक्रिय बनाई वंशावली सङ्कलनलाई तीव्रता दिने र नभएका जिल्लाहरूमा रिमाल समाजको केन्द्रबाट तोकिएको व्यक्ति प्रतिनिधि बनाई निजलाई न्यूनतम भत्तासहित सङ्कलन गर्न जिम्मा दिने र निजलाई सदस्यता रसिद सहित प्रत्येक घर परिवारलाई रिमाल समाजको विधान अनुसार सदस्यता बनाउने, जसको लागि कार्य समितिले आवश्यक रकम विनियोजन गरी अर्को साधारण सभामा पेश गर्ने गरी यसले गर्दा अर्को वर्ष रिमालहरूको सम्पूर्ण विवरण आइसक्ने विश्वास यो रिमाल समाजले लिएको छ। अब हामी सधैँभरि भोलिन्टियर सर्भिस गऱ्यौँ भने यो सम्भव छैन। हाम्रो उद्देश्य अनुसार अगाडि बढ्दा सानातिना अडचन आए पनि हामी पछाडि हट्ने छैनौँ, हाम्रो यात्रा नसके हामी पछाडि फर्कने पनि छैनौँ। आगामी वर्षको कार्ययोजना समयलाई ढिला नगरिकन भनिहालौँ, रिमाल समाजले अब आउने कार्ययोजनामा 2टा महत्त्वपूर्ण कामहरू लिएको छ। एउटा हामीले अघि पनि सुनिसक्यौँ, अछामबाट कुरा सुनिसक्यौँ र लमजुङबाट हामीले कुरा सुनिसक्यौँ। रिमालहरूको उत्पत्ति भएको स्थान धनेटामा कुलदेवताको मन्दिर निर्माण गर्ने एउटा महत्त्वपूर्ण काम र अर्को रिमालहरूको साझा भवन निर्माण गर्ने काम। यो रिमाल समाजको आगामी कार्यक्रमहरूमा हामीले राखेका छौँ र यसलाई तपाईँहरूले साथ दिनुहुनेछ भन्ने मैले विश्वास पनि लिएको छु। र रिमाल समाजको रिमाल समाज नामक भवन निर्माण गर्ने, जसमा देशका कुना काप्चामा रहनुभएका बन्धुहरू काठमाडौँ आउँदा पशुपति दर्शन लगायत अन्य उपचारका क्रममा आउँदा छोटो समय बस्नुपर्दा कुनै होटल लजमा बस्न नपरोस् र सहज तरिकाले आफ्नै भवनमा बस्न पाइयोस्।
यस्तै साधारण सभा गर्नु पर्दाखेरि पनि हामीले कुनै हल प्रयोग गर्न नपरोस्, हाम्रै आफ्नै भवन होस्, आफ्नै हल होस् र नियमित बैठकहरू बस्नु पर्दा पनि हामी कुनै कोठामा भाडामा बस्नु नपरोस्, हाम्रै आफ्नै बैठक गर्ने सभा हल होस् र जसको लागि रिमाल समाज नामक रिमाल समाज भवन बन्नु आवश्यक छ। र यसको लागि तपाईहरूले आज एउटा कुरा के सोचिदिनु पर्यो भने यो जुन हल छ यहाँ महायज्ञ भइरहेको छ र यो महायज्ञमा हामीले आफ्ना पिता पुर्खाको नाउँमा केही गर्ने वचनबद्धता यदि दिन्छौँ भने 2072 सालभित्र भवन निर्माण अवश्य हुनेछ। धन्यवाद रवि रिमाल। उहाँ हाम्रो रिमाल समाजको युवा जुझारु सक्रिय अब व्यक्तित्व हुनुहुन्छ। उहाँलाई म विशेष धन्यवाद दिँदै उहाँले प्रतिवेदन पेश गरिसक्नुभयो र भावी आफूले गर्ने कार्यहरू समाजले गर्ने कार्यहरूको बारेमा पनि उहाँले व्यक्त गरिसक्नुभयो। अब हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ। हाम्रो 2टा सेसन छ। पहिलो सेसनको अन्त्यतिर आएका छौँ। हामीले अब यो कार्य समितिको पदावधि सकिन लागेको छ। त्यसो हुनाले अहिले कार्य समितिका हाल भइरहेको कार्य समितिको पदाधिकारीहरूलाई यहाँहरूले धन्यवाद दिन तालीद्वारा धन्यवाद दिनको निमित्त र म कार्य समितिका व्यक्तित्वहरूलाई यहाँ मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। अध्यक्ष तल हुनुभएका साथीहरूले दाजुभाइहरूले यहाँ आइदिनु हुन मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। गौरीनाथ रिमाल, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद रिमाल, उहाँहरूले आफ्नो कार्यकाल सफल राम्रो काम गर्नुभएको हुनाले उहाँहरूलाई हार्दिक धन्यवाद तालीद्वारा दिनु हुन हार्दिक अनुरोध गर्दछु। लेखनाथ रिमाल म आफै भइहाल्छु। उत्तम रिमाल हुनुहुन्छ। हामीले नैतिकताको आधारमै आजीवन केन्द्रीय समितिमा हुनेले सबैले आजीवन सदस्य बन्नुपर्ने हुन्छ। त्यसकारणले उहाँहरूलाई स्वइच्छाले आजीवन सदस्य बनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हस्त यहाँहरूलाई धन्यवाद। आफ्नो आफ्नो स्थानमा गएर आसन गरिदिनु हुन अनुरोध गर्दछु। अब हाम्रो प्रक्रियाहरू छ। एउटा सर्वसम्मति भएन भने निर्वाचन प्रक्रिया भनेर हामीले निर्वाचन समिति पनि हामीले गठन गर्छौँ र हाम्रो कार्यक्रमको अन्त्यमा समिति गठन भएको हुन्छ र यो निर्वाचनमा चाहिँ कोही कार्य समितिमा बस्न इच्छुक हुनुहुन्छ भने उहाँहरूले नावली यहाँ पेश गर्नुहोला र कुनै हाम्रो रिमाल बन्धुहरूलाई केही कुराहरू ज्यूलाई पुरानो समिति जुन छ अहिले भएको समितिलाई भङ्ग अब मेरो एक्जिक्युटिभ कमिटीका सदस्यहरूको सहयोग पनि त्यत्तिकै थियो र एक्जिक्युटिभ कमिटी बाहिरका रिमाल समाजका सदस्यहरूबाट पनि सहयोग प्राप्त भइ नै रहेको छ। त्यो नभएको भएदेखि सायद हामीले यति गर्नु पनि धेरै गाह्रो हुन्थ्यो र त्यसमा पनि खास गरिकन यो रवि रिमालको एडमिनिस्ट्रेटिभ स्किललाई म यहाँ एकपालि मेन्सन गर्न चाहन्छु। अनि वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद रिमाल जो यहाँ हुनुहुन्न, अहिले म अमेरिकामा पारिवारिक कामले गर्दा यज्ञवर्ग स्मृति के नारद स्मृति त्यसपछि मनुस्मृति भनेपछि नयाँ संविधानै नयाँ स्मृति हो भन्ने कुराहरू हाम्रा समितिहरूले खास गरिकन रामकृष्णले भन्नुभएको छ। त्यसै कारणले युग धर्म र स्वास्थ्य धर्मको डिफरेन्स जुन धर्म हुन्छ त्यहाँ फन्डामेन्टलिजम हुँदैन। जहाँ त्यो कुरालाई एउटै ठाउँमा राखिन्छ त्यहाँ फन्डामेन्टलिजम हुन्छ। किनभनेदेखि अब म कुनै अरू धर्मलाई क्रिटिसाइज गर्न यहाँ आएको पनि होइन, तर धर्म शब्द र मजहब शब्दको होइन यहाँ अघि बडा धर्म र मजहबको डिफरेन्स अलिकति यहाँ ल्याउने कुरा आइसक्यो। खास गरी रिलिजनको ट्रान्सलेसन भर्नाकुलरमा मजहब हुन्छ या म धर्म भएपछि एडजेक्टिभ झिकिएपछि धर्म हुन्छ। जे नावली छ यसलाई यहाँले पढिकन सुनाइदिनुहुन्छ र हामी ताली बजाइकन स्वागत गरौँ र मलाई आशा छ कि नयाँ कार्यकारिणी समितिले झन् उत्तम काम गर्दै जानेछ। हाम्रो यस निर्वाचन कमिटीको संयोजकज्यूबाट नाम पढेर सुनाइदिन मलाई आग्रह गर्नुभएकोमा त्यो निर्वाह मैले पुरा गर्न खोजिरहेको छु र यसमा
जो व्यक्तित्वहरूलाई चयन गरिएको छ उहाँहरू उभिदिनु भएर यहीँ आइदिनु भयो भने अझ राम्रो हुन्थ्यो, तर समर्थनपछि अनुसार हामीले के गर्छौँ भन्दाखेरि घोषणा गरेका छौँ। कोही दाबी गर्नुहुन्छ भने हात उठाइदिनु होला, दाबी गर्नुहुन्न भने ताली बजाइदिनु होला। र यो अप्ठ्यारो काममा किन दाबी गर्नुहुन्थ्यो होला र ताली अध्यक्षमा निर्मल कुमार रिमाल, वरिष्ठ उपाध्यक्ष डाक्टर दिल्लीराम रिमाल, उपाध्यक्ष रामप्रसाद उपाध्याय रिमाल अछाम, रिमाल लमजुङ, अञ्जली प्रसाद रिमाल नुवाकोट, रिमाल कालिकास्थान, उपाध्यक्ष रत्नप्रसाद शर्मा रिमाल दैलेख, सचिवलाई महासचिवको पद अहिले भर्खर पारित भइसकेको छ। महासचिवमा रवि रिमाल कोटेश्वर, कोषाध्यक्ष सुरेश कुमार रिमाल झम्सीखेल, सदस्यमा शिवप्रसाद रिमाल अछाम, रिमाल कालिकास्थान, रामप्रसाद रिमाल नुवाकोट, दीपिका रिमाल थापा भक्तपुर, कृष्णप्रसाद रिमाल लमजुङ, कृष्णप्रसाद रिमाल झापा, सुमा अर्याल रिमाल काठमाडौँ, गङ्गा प्रसाद रिमाल नवलपरासी। तालिका साथ स्वागत पनि भयो। अब यसपछि उहाँहरूलाई बधाई दिनुहुन यसै निर्वाचन कमिटीका संयोजक श्री डाक्टर रामरत्न रिमालजीलाई अनुरोध गर्दछु। र एउटा ऐतिहासिक उपलब्धि हामीले पाउनेछौँ भन्ने हामीले आशा राखेको छौँ। आजभन्दा करिब 20 वर्षपछि पहिले जब एउटा रिमाल वंशावलीको प्रारम्भ भयो, हाम्रो लक्ष्मणप्रसाद रिमालजीको घरबाट, त्यो पनि एउटा इतिहास छ। उहाँको पिताजीले एउटा सङ्कलन गर्नुभएको थियो, नामावली, सानो नामावली, अनि त्यो माग्न म गएको थिएँ उहाँ कहाँ। पहिलोपल्ट घर उहीँको घरमा गएको थियो। त्यसैको यो निरन्तरता हो। आज जुन हामी यहाँ बसेको छौँ, मलाई लाग्छ कि त्यही क्षणको निरन्तरता हो यो आजको क्षण। बिस्तारै मान्छे जुट्दै गए, बिस्तारै मान्छे जुट्दै गए, मिटिङ पछि मिटिङ हुँदै गयो। हाम्रो स्वर्गीय छविरमन रिमालजी जुट्नुभयो। उहाँको कमिटमेन्ट आज म सम्झिँदाखेरि अचम्म लाग्छ। म कहाँ साँझमा मेरो क्लिनिकमा आउनुहुन्छ, गोरखापत्रमा एउटा विज्ञापन देखेको थिएँ, डाक्टर साहब तपाईँ नै हो, डाक्टर रामरत्न भनिकन हो भनिकन। त्यही विज्ञापन पढिकन आएको म भनिकन मलाई भन्नुभयो। त्यहाँबाट म आएको हुँ भनिकन। क्लिनिकबाट निक्लिने बेला थियो, मलाई पाउनु त भन्दाखेरि उहाँले मलाई त्यो पोको दिनु भएन। म तपाईँको घरमा आउँछु, घर कहाँ छ भनिकन मैले घर बताएँ। भोलिपल्ट घरमा भेटघाट भयो। अनि यो किसिमले यो यहाँ सिलसिला सुरु भयो। फेरि हामी भेट्ने गऱ्यौँ। फेरि चाहिँ कति मिटिङ पछि मिटिङ भयो, सबै मान्छे सक्रिय थिए र एउटा चाहिँ वंशावली चाहिँ भयो। वंशावली भइसकेपछि अब के गर्ने, अब एउटा चाहिँ समाज बनाउने भनिकन छन् मान्छेहरू, उत्साही मान्छेहरू जुट्न थाले त्यसमा। र आज यो रूप भयो।
चाहिने यतिको जिल्लाको नाम म सुनिरहेको छु। मैले कहिले कल्पना गरेको थिइनँ कि आसामबाट चाहिने ताप्लेजुङसम्मको मान्छे झापादेखि चाहिने उहाँ महेन्द्रनगर टिकापुर महेन्द्रनगरसम्मको मान्छे एउटै ठाउँमा हामी रिमाल बन्धुहरू भेटौँला, यसरी कुरा गरौँला र एउटा काम अगाडि बढाउँला र ठुल्ठुलो काम गरौँला भन्दै चाहिने हामीलाई त्यो बेलामा सोचेको थिएन। बिस्तारै सोच बदलिँदै गयो, मान्छेहरू जुट्दै गए। यहाँ दाइ बस्नु भएको छ अगाडि 52 वर्षको, उहाँले एउटा जमिन दिइरहनु भएको थियो हामीलाई। दुर्भाग्यवश त्यो हामीले प्राप्त गर्न सकेनौँ। यस्तै यस्तै असङ्ख्य कथाहरू यसमा जुटिँदै गएका छन्। यो एक दिनले बनेको होइन, 20 वर्षले यो आएको हो। र मलाई के लाग्छ भनेदेखि आज जति जिल्लाको मैले यहाँ नाम सुनिरहेको छु, जति जिल्लामा हाम्रो रिमाल बन्धुहरू हुनुहुन्छ, उहाँहरूको सक्रियताले नै आज हामी यहाँ छौँ। र उहाँहरूको सक्रियताले हामीले जुन आँट्न खोजिरहेका छौँ भवन निर्माणको, त्यो हामी लक्ष्य पुरा गर्नेछौँ। मलाई बडा अचम्म लाग्छ। निर्मल कुमार रिमालज्यूले अन्यथा नलिदिनु होला, पहिलो मिटिङ थियो या दोस्रो मिटिङ थियो त्यो भवनमा, लक्ष्मीप्रसाद एउटा भवन जुन छ त्यहाँ मिटिङ थियो। स्पोन्टेनियसली भित्रबाट कसैले नभनिकन मैले 1 लाख रुपियाँ यो अक्षय कोषमा राखिदिन्छु भनिकन भन्नुभयो। मैले आफ्नो मन थाम्न सकिनँ। मलाई यति आनन्द लाग्यो कि आहा, रिमालहरूमा यस्ता पनि मान्छे हुँदो रहेछन् भने वर्णन गर्न सकिरहेको छैन। कुन उत्साह थियो, कुन उमङ्ग थियो। उहाँले 1 लाख रुपियाँ कसैले भनेको त थिएन उहाँलाई। मैले 1 लाख रुपियाँ यो रिमाल समाजको निम्ति एउटा सिट मैले राखिदिन्छु भनिकन। प्रब्लमले आज जुन हामीले चाहिने बच्चाहरूलाई जुन चाहिने एउटा चाहिँ हौसला बढाए, 1 सिट भनेको चाहिने प्रतिफल हो। यो अचम्मको चाहिँ हामी चाहिँ जुटिरहेको छौँ यहाँ पूर्वदेखि पछिसम्मको मान्छे। र हामीले जुन लक्ष्य बनाएको छौँ, हाम्रो समाजले जुन लक्ष्य बनाएको छ, डेफिनेटली यो नयाँ कार्यकारिणीले चाहिँ यसलाई चाहिँ हासिल गर्नेछ। यसरी हामीलाई यो रिमाल समाजको साधारण सभा गर्नका निमित्त हल उपलब्ध गराइदिने नवीन कला मन्दिरलाई हार्दिक धन्यवाद दिन्छौँ। र अब हामी कार्यक्रमको अन्त्य चरणमा आइरहेका छौँ। अझै हाम्रो नावली छ, त्यो सल्लाहकारहरूको नावली पनि घोषणा गर्न चाहन्छु। कृष्णप्रसाद रिमाल बानेश्वर, निवर्तमान वरिष्ठ उपाध्यक्ष। शङ्करनाथ रिमाल नक्साल, निवर्तमान सदस्य। उहाँलाई उठिदिन र यहाँ हाम्रो संयोजकबाट फुल लिइदिनु हुन हार्दिक अनुरोध गर्दछु। निवर्तमान अध्यक्ष, अहिलेसम्म अध्यक्ष हुनुहुन्थ्यो, अहिले निवर्तमान हुनुभएको छ। संरक्षक रहेछ, मैले भन्न गल्ती गरेको छु। संरक्षक गौरीनाथ रिमाल। रिमाल समाजमा आबद्ध भएका सबै रिमाल बन्धुहरूमा मेरो न्यानो अभिवादन सबैमा। आफ्नो सानो मन्तव्य सुरु गर्नुभन्दा पहिले म त्यो व्यक्तित्वको सम्झनाले ओतप्रोत भएको छु। आज जुन व्यक्तित्वको नाम थियो बाट अलि भर्खर रामरत्न डाक्टर साहबले बताउनुभयो कसरी यो वंशावलीको पदार्पण भयो, कसरी यो निस्क्यो भन्ने कुरामा म त्यो व्यक्तिको जहिले पनि नमन गर्न चाहन्छु। र मेरो एउटा भनाइ पनि के छ भने, मैले 1-2 बाजी सभामा भने पनि छु, कुनै पनि कार्य सुरु गरौँभन्दा अगाडि हामीले त्यो व्यक्तित्वको 1 बाजी नमन गर्ने पर्छ। किनकि हामीलाई एउटा मार्गदर्शन गराउने त्यो व्यक्तित्व थियो। त्यो शारीरिक रूपमा मरेर गए पनि
त्यसको आत्मा कहिले पनि मर्ने छैन। र अर्को खुसीको कुरा मलाई के लागेको छ आज भन्नुहुन्छ भने यो नवीन कला मन्दिर भन्ने संस्था हामीहरू केही साथीहरू मिलेर 2013 सालमा गठन गरे। आज विचार गर्नुहोस् 2013 सालमा गठन गरेको संस्था कुनै न कुनै रूपमा टाकटुक भए पनि काम गरेर अझै जीवित छ। र आज म गर्वसाथ यो भन्छु कि रिमाल समाज जस्तो एउटा गरिमामय व्यक्तित्वहरूले भरिएको संस्थानलाई मैले आज यो हल निःशुल्क दिएर एउटा इन्सपायर गरेँ, एउटा सानोतिनो एउटा इन्सपायर गरे जस्तो मलाई लाग्छ। किनकि जीवनमा बाँचुन्जेलसम्म एकले अर्कोलाई इन्सपायर गर्नै पर्छ। मानिसको जीवन हामीले लिएर आएका छौँ भने हामी आफू मात्रै बाँच्ने होइन, अरूलाई बाँच्न प्रेरणा दिने आधार हामीले नै डेभलप गर्नुपर्छ। र आजदेखि हामी प्रण गरौँ। म आज यो अध्यक्षको चेयरबाट म तपाईँहरूसँग सबैसँग हार्दिक रिक्वेस्ट गर्छु, म तपाईँहरूसँग आग्रह गर्छु कि आजदेखि हामी अलिकति हाम्रो सोचमा अलिकति भए पनि परिवर्तन ल्याउँ र हामी अरूको निम्ति अलिकति भए पनि बाँच्न सिकौँ। हामी अलिकति भए पनि अरूको निम्ति आफूले खाँदा खाँदै पनि यसलाई पनि दिउँ अलिकति, यसले पनि त खाओस् भन्ने किसिमको भावनाको जागृत गराउँ। हेर्नुहोस् तपाईँबाट साह्रै ठुलो कुराहरूको उपलब्धि हुनेछ। र जो रिमाल समाजले चाहेको पुकार थियो त्यसलाई मैले डिस्कार्ड गर्न सकिनँ। र आज म तपाईँहरूको अगाडि फलस्त भएर आएको छु अध्यक्षको रूपमा केही गर्छु भनेर। र एउटा अर्को मिठो कुरा म के गर्छु तपाईँसँग भने आज यो मञ्चबाट मेरो बाबुआमा, मेरो बाबुको नाम कविराज नरेन्द्रनाथ रिमाल, मेरो आमाको नाम शेष मञ्जरी देवी रिमाल। बुढानी वंशले बोलाउनु भएको छ। मेरो बुवा स्वर्गीय नरेन्द्रनाथ रिमाल र मेरो मुवा अथवा आमा शेष मञ्जरी स्वर्गीय शेष मञ्जरी देवी रिमालको नाममा मैले आज उहाँहरूले जिन्दगीभर सेवा गर्नुभएको, निरन्तर सेवा गरिरहनु। मेरो बाउ पनि मेरो आमा पनि है औषधिबाट पनि सेवा गर्नुभयो, तर उहाँहरू सामाजिक कार्यकर्ताहरू पनि हुनुहुन्थ्यो, समाजको सेवा पनि गर्नुभयो हुनाले उहाँहरूको नाममा मैले 1 लाख रुपियाँ आज यो मञ्चबाट फेरि म दिँदैछु रिमाल। यतिले पुगेको छैन, पक्नुहोस् एकछिन। अर्को कुरा मलाई अहिले कसले इन्सपायर गर्यो भन्नुहुन्छ भने हाम्रो भोगेन्द्रनाथ रिमालका छोराहरूले। भन्न त मैले अगाडि भन्न खोजेको थिएँ, तर त्यसमा भोगेन्द्रनाथ रिमालका छोराहरूले मलाई टपे। कमसेकम अगाडि आए, टपे भने मतलब अगाडि आए। र मैले उहाँलाई धन्यवाद पनि दिएँ। बा तपाईँले त मलाई जित्दिनु भयो भने खुसी राजी। कसैले जित्दिँदाखेरि पनि हाँस्ने परिस्थितिमा हामीले आफूलाई समावेश गराउन सक्नुपर्छ। स्थानको जो कमी छ त्यो वासस्थानमा अग्रसर भएर हाम्रा दौडिरहने रवि रिमाल, यो रवि रिमालबाट पनि म इन्सपायर भएको छु। र यो मान्छे यस्तो एउटा व्यक्तिमा हामीले पाएछौँ रिमाल समाजले कि यसले निरन्तर रूपमा अनेकौँ अब्स्ट्याकलको बावजुद आफूलाई समर्पण गरेर हिँडिरहेको छ। त्यस्तो व्यक्तित्व पाउन बडा गाह्रो छ। र त्यस्तो व्यक्तित्वलाई यदि तपाईँ हामीले सम्हालेर राखेनौँ भने त्यो व्यक्तित्व हराएर जान सक्छ। र त्यस्तो व्यक्तित्व हरायो भने समाजलाई साह्रै ठुलो नोक्सान हुन्छ। राख्नु जान नदिनुहोस्, त्यसलाई थप्पड हानेर हुन्छ कि माया गरेर हुन्छ कि खानेकुरा खान दिएर हुन्छ कि के गरेर हुन्छ, त्यसलाई क्याप्चर गरेर राख्नुहोस्। र एउटा बडा रमाइलो वातावरण मैले क्रिएट गरेँ जस्तो लागिरहेको छ। म पनि बडा प्रसन्न भएर बोलिरहेको छु। कहाँबाट आइरहेको छु पनि मलाई थाहा छैन। समाजले जो परिकल्पना गरेको छ नि घरको, त्यो घरको परिकल्पनामा 1 लाख रुपियाँ दिएर त मलाई उ गरिसक्नुभयो है। अब मलाई अलिकति झोक पनि चल्यो है। अब अगाडि त उहाँको नाम भइसक्यो, त्यसमा मैले क्लेम गर्ने कुरा त छैन। म त्यसबाट त ठेकै नै परे हारेँ, तर म रकममा त म जित्न सक्छु नि, सक्दिनँ। त्यसैले मैले त्यो रकम जो मैले दिँदैछु घर निर्माणको लागि, त्यो मेरो पिता माताको पुण्य स्मृतिमा एकातिर पुरस्कार पनि राखेँ, एकातिर जो बिल्डिङ बन्छ त्यो 2 लाख रुपियाँबाट जो कोठा बन्ला त्यहाँ मेरो पिता माताको नाम हुन्छ।
अथवा मेरो पिता माताको तस्बिर पनि रहन्छ। त्यसको लागि मैले 2 लाख रुपियाँ आज यो मञ्चबाट दिने बताउनु। मलाई एउटा सानो पोइन्ट भन्नु मन लाग्यो, कृपया सुनिदिनुहुन्छ कि? मलाई हाम्रो अध्यक्षज्यूको हाल हाम्रो नेपाली निवर्तमान अध्यक्षज्यूलाई धन्यवाद दिन चाहन्छु। उहाँको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ।